सो म अब हजुरलाई चाहिँ कसरी आफ्नो डाटाहरू इन्ट्री गर्ने भन्ने कुरा म सिकाउँछु। जस्तै QGIS इन्स्टल छैन भने QGIS खोल्न सक्नुहुन्छ एनी भर्सन। त्यसपछि मैले सेयर गरेको एउटा फोल्डर छ, यो फोल्डर यो सेयर्ड अफिसेस भन्ने यो फोल्डर पाउनुहुन्छ। यहाँ विभिन्न यस्ता डिफ्रेन्ट फाइल्स छन्। यसलाई चाहिँ ओपन गर्न सक्नुहुन्छ। प्रोजेक्टमा जाने, त्यसपछि ओपन गर्ने। ओपन गरेपछि जहाँ त्यो फोल्डर राखेको छ होइन, जस्तै सेयर्ड अफिसेस भन्ने त्योभित्र ओपन गर्ने। यहाँ यो V4 भन्ने होइन, V4 QGZ भन्ने फाइललाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि यो अलरेडी रेडिमेड एउटा टेम्प्लेट मैले बनाइदिएको छु, जुनमा चाहिँ हजुरले चाहिँ यहाँ चाहिँ आफ्नो डाटाहरू डिजिटाइज अथवा चाहिँ अपडेट गर्न सक्नुहुन्छ। मेनली यहाँ तीनटा चाहिँ लेयर्सहरू छन्। एउटा ब्लकिङ इस्यु, कन्ट्र्याक्ट सेगमेन्ट्स र रिह्याब मेन्टेनेन्स है। यसको बारेमा बुझ्न पऱ्यो भने चाहिँ हजुरलाई यो मैले एउटा PDF राखिदिएको छु, जुनमा ब्लकिङ इस्युजहरूमा चाहिँ स्पेसल्ली प्रोजेक्ट चाहिँ किन ब्लक भइरहेको छ त, के इस्युको कारणले गर्दाखेरि, फरेस्टले हो कि, युटिलिटीको रिएलोकेसनले हो कि, कम्युनिटी डिस्प्युटले हो कि, अथवा कन्ट्र्याक्ट रिलेटेड इस्युजले गर्दा ब्लक भएको होइन। यहाँ इनपुट गर्नुपर्ने के फिल्ड नेममा के इनपुट गर्नुपर्ने हो भन्ने केही कन्फ्युजन भयो भने यहाँ हेर्न सक्नुहुन्छ। यस्तै गरेर अर्को कन्ट्र्याक्ट मोनिटरिङ लेयर छ। यसमा चाहिँ स्पेसली कन्ट्र्याक्चुअल इस्यु भएको बेलामा चाहिँ होइन, के कन्ट्र्याक्ट चाहिँ के कारणले गर्दाखेरि चाहिँ होइन कन्ट्र्याक्टको डिले भइरहेको छ, स्पेसली स्टार्ट कहिले भयो, इन कहिले भयो, एमाउन्ट, कम्प्लिसन डेट कहिले हो, प्रोग्रेस कस्तो छ, कन्ट्र्याक्टको स्ट्याटस के छ, नर्मल, डिलेड र स्ट्रेस्ड होइन, र रिजन अफ द डिले। यो चाहिँ कन्ट्र्याक्ट मोनिटरिङ लेयर हो। यस्तै गरेर अर्को रिहेबिलिटेसन एन्ड मेन्टेनेन्स लेयरमा चाहिँ स्पेसली ड्यामेज इन्फ्रास्ट्रक्चरको लागि र लोकेसन र रिक्वायरिङ फर रिहेबिलिटेसन र मेन्टेनेन्सको लागि चाहिँ यो लेयर बनाइएको। यो लेयरमा चाहिँ प्रोजेक्टको नाम भयो, त्यसपछि स्ट्रक्चरको टाइप, स्ट्रक्चरको नेम, चेन्जेस, डिफेक्ट, सेभरिटी, एज अफ द स्ट्रक्चर, मेन्टेनेन्स रिक्वायर, इन्सपेक्सन, फोटो, इन्सपेक्सन, अरू कुनै रिमार्क्सहरू राख्न सकिन्छ। र यसलाई चाहिँ स्पेसली भिजुलाइजेसन चाहिँ यसरी गरिदिएको छु, जुन कुरा चाहिँ यहाँ आएको छ। अब यसलाई चाहिँ डाटा कसरी इनपुट गर्ने भनेर चाहिँ डाटा इनपुट गर्नको लागि चाहिँ मैले